त्यो नस्तेको श्रम स्वीकृति किन रिजेक्सन हुन्छ? यदि तपाईँको दाजुभाइ अथवा कसैले चाहिँ आफन्त अथवा साथीभाइले खाडी मुलुक लगायत मलेसियाबाट कुनै पनि कम्पनीको भिसा पठाउनु भयो भने यसको श्रम स्वीकृति किन रिजेक्सन हुन्छ यसको बारेमा आजको भिडियो रहनेछ। धेरैजना साथीहरूले इन्डिभिजुअल श्रम स्वीकृति गर्दाखेरि मेरो श्रम चाहिँ यसरी यसरी रिजेक्सन आयो, कहिले एम्बेसीको छाप चाहियो भन्छ, कहिले के भन्छ, लगायतका कुराहरू आइरहेको छ। आज खास गरी हामीले इन्डिभिजुअल श्रम स्वीकृति लिँदाखेरि यो खालको समस्या हामीले किन फेस गर्नु परिरहेको छ र खास गरी यसलाई चाहिँ यो समस्या समाधान गर्नु के गर्नुपर्छ लगायतका कुराहरू सम्पूर्ण विवरणहरू मैले तपाईँलाई फुल प्र्याक्टिकल रूपमा नै अगाडि बताउनेछु। र साथीहरू हामी धेरै कुरा नगरिकन अब हामी कम्प्युटर स्क्रिनतिर जानेछौँ। खास गरी हामीले आजको भिडियोमा श्रम रिजेक्सनको बारेमा नै छलफल गर्नेछौँ र के कारणले जुन तपाईँले मैले थम्बनेलमा देखाएको छु त्यो श्रम के कारणले रिजेक्सन भएको हो, त्यसको लागि हामीलाई के डकुमेन्ट चाहिन्छ र मात्र हाम्रो एप्रुभ हुन्छ भन्ने बारेमा छलफल हुनेछ। र धेरै कुरा नगरिकन आजको विषयवस्तुतिर म जान चाहन्छु। त्यसको लागि म कुनै पनि एउटा ब्राउजर खोल्छु। ब्राउजर खोलिसकेपछि हाम्रो फेमिसको वेबसाइट चाहिँ म खोल्न गइराखेको छु, femis.dofe.gov.np है त। त्यसपछि म सिधै के गर्छु भन्दा लगइनमा गइसकेपछि मैले पासपोर्ट नम्बर टाइप गर्छु। पासपोर्ट नम्बर टाइप गरिसकेपछि तपाईँले यसको फेरि पासवर्ड टाइप गर्नुस् र पासपोर्ट नम्बर भनेको तपाईको पासपोर्ट नम्बर, पासवर्ड भनेको जस्तो फेसबुक आइडी र पासवर्ड भयो जस्तै। ल तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ रिजेक्सन भनेको छ हैन। यो के हो त हाम्रो नयाँ श्रम हो। टाइप के भनेको छ नयाँ श्रम हो हैन। स्ट्याटसमा रिजेक्सन भनेको छ, रिजेक्ट नोट देखेको छ, डेट देखाएको छ यहाँ। त्यसपछि हाम्रो ब्रान्च चुज गरेको टोकन नम्बर र टोकन डेट देखाएको छ। र रिजेक्सन नोट भनेको छ, रिजेक्सन नोटमा तपाईले स्पष्ट रूपमा देखाए एड एम्बेसी एटेस्टेसन हो, एटेस्टेसन डकुमेन्ट भनेको छ है त। अब तपाईले नयाँ के गरेर टाइप न्यू हामीले के थाहा भयो, बायोमेट्रिक गरेको छ, अल्फर फन्ड तिरेको छ, इन्सुरेन्स पनि तिरेको छ, सोसियल सेक्युरिटी फन्ड पनि तिरेको छ, ओरिएन्टेसन पनि गरेको छ र मेडिकल पनि सबै चरणहरू पार भइसकेपछि हाम्रो के छ टोकन आएको छ। र हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हामीले टोकन लिनको निम्ति हामीले के गर्नुपर्ने हुन्छ, पहिले नै पैसा चढाउनु पर्ने हुन्छ सरकारलाई। केमा पैसा चढाउनु पर्ने हुन्छ भन्दाखेरि हाम्रो यो तीनवटामा त हामीले पैसा जम्मा गर्नै पर्यो हैन। यो अल्फर फन्ड हाम्रो 1500 रुपैयाँ जान्छ, इन्सुरेन्स उमेर अनुसार फरक परिहाल्यो, एसएसएफ चाहिँ 83 रुपैयाँ हाम्रो तिर्नै पर्यो। त्यसपछि हामीले मेडिकल ओरिएन्टेसन यो भनेको एक्स्ट्रा हो, एक्स्ट्रा चार्ज पनि हामीले दिनु पर्यो। त्यसपछि हाम्रो सबै यहाँ चाहिँ तपाईको आफ्नो इन्फर्मेसन देखाएको हुन्छ। यहाँ चाहिँ हाम्रो एसएसआइडी हुन्छ भने यहाँ चाहिँ हाम्रो एसएस सबमिसन नम्बर हुन्छ। यो सबै प्रयोग गरेर यो के छ भने पर्फेक्ट रूपमा हामीले हाम्रो अनुसार त के भयो भन्दाखेरि यो श्रम स्वीकृतिको निम्ति हामीले टोकन लिनको निम्ति योग्य भयो। टोकन लिएर मात्र पनि समस्या श्रम हुँदैन नि त। हामीले टोकन लिइसकेपछि के हुनु पर्यो भन्दा एप्रुभ भन्ने आउनु पर्यो के यहाँ। यदि जबसम्म एप्रुभ आउँदैन तबसम्म के हुँदैन, हाम्रो के छ भन्दाखेरि हाम्रो श्रम भएको मानिदैन। यस अर्थ अब यो श्रम किन रिजेक्सन भएको छ, अथवा आफ्नो बुवा छ र छोराले भिसा हो त्यो केसमा के लगाइदियो भन्दाखेरि एम्बेसी छाप लगाइदियो। अरू केसमा अरू अहिले गएर यताउतिबाट भिसा निकालेको खण्डमा चाहिँ तपाईको एम्बेसीले चाहिँ छाप लगाइदिन्न। अहिलेको सिस्टम त्यो छ। त्यही भएर कुनै पनि भिसा निकाल्नु भन्दा पहिले तपाईले यदि त्यो खालको क्राइटेरिया छ भने मात्र तपाईले इन्डिभिजुअल भिसा निकाल्नुस्, इन्डिभिजुअल श्रम गर्नुस्, जानुस्। यदि छैन भने तपाईले के गर्नुपर्छ, मेन पावरको फेरो चाहिँ पक्रिनै पर्छ। अब नेपालको सिस्टम यस्तै छ। यो सिस्टमको बारेमा मैले बताइदिएको हो हैन। यस्तो खालको सिस्टम छ। तपाईले भिसा इस्यु गर्नु भन्दा पहिले चाहिँ यो कुरा बुझेर मात्र तपाई के छ भन्दाखेरि भिसा निकाल्नु होला। अलरेडी फेरि भिसाको पैसा पठाउने, फसाइदिने, फेरि यहाँ चाहिँ श्रम नहुने त्यो खालको अवस्था भयो भने के हुन्छ भन्दाखेरि समस्या हुन सक्छ। म जस्तै आज यो उदाहरण लिएको थियो, कुनै पनि देशको यही हो साथीहरु। यदि कुनै पनि देशबाट तपाई इन्डिभिजुअल व्यक्ति मेन पावरबाट जानु भन्दा श्रम निम्ति तपाईले के भयो भन्दाखेरि समस्या भएन, उनीहरु गर्दिन्छ, लट नम्बर हुन्छ, गर्दिन्छ, तपाईहरु विदेश जानुहुन्छ। तर इन्डिभिजुअल श्रमको केसमा चाहिँ के हुन्छ भन्दाखेरि लाजिम के चाहिन्छ, एम्बेसीको छाप चाहिन्छ। एम्बेसीको छाप लगाउन पनि के छ क्राइटेरिया दिएको छ। पहिला चाहिँ कुनै पनि कम्पनी कसै पनि लगाइदिन्थ्यो। यो पछि चाहिँ तपाईको एम्बेसीले पनि के गर्यो भन्दाखेरि टाइट गरेको चाहिँ यो पछिल्लो लगभग 1-2 वर्ष भइसक्यो भयो होला सायद हैन। उनीहरुले चाहिँ यो सिस्टम लागू गरेको छ। र साथीहरु कुनै पनि भिसाहरु निकाल्नु भन्दा पहिले, इन्डिभिजुअल भिसा निकाल्नु भन्दा पहिले तपाईले चाहिँ यदि श्रम स्वीकृति लिन चाहनुहुन्छ भने त्यसको लागि के छ भन्दाखेरि तपाईले यो क्राइटेरिया चाहिँ पार गर्नुपर्छ। यदि यो छैन भने तपाईले भिसामा चाहिँ पैसा नफसाउनु होला भन्दै आजको भिडियो यति नै। हस्त धन्यवाद, नमस्ते, सबैको दिन शुभ रहोस्। श्रम गर्नुका फाइदाहरु। यदि विदेशमा रहँदा कुनै घटना घट्नेमा 20 लाख सम्मको क्षतिपूर्ति, नेपालमा रहेका कम्पनीहरुले आईपीओ जारी गरेमा आईपीओ भर्न पाउने छुट्टै व्यवस्था, सोशल सेक्युरिटी फन्डमा यदि तपाईले 9 देखि 11 वर्षसम्म कन्ट्रिब्युट गर्नुभयो भने आफू र आफ्नो परिवारलाई 1 लाख सम्मको बिमा 18 वर्षसम्म निशुल्क 12 सम्म पढ्ने व्यवस्था। यदि तपाईले हामी व्यापार लिन चाहनुहुन्छ भने निम्नलिखित नम्बरहरुमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ।